सम्माननीय सभामुख महोदय, हिजो बलिदानी दिने बेलामा, हिजो राष्ट्रले ठूलो परिवर्तन मागेका बेलामा हामीले आफ्नो ज्यानको आयुति दिन पाएनौं, संघर्षमा उभिने अवसर हामीले पाएनौं, सकेनौं, जानेनौं, भ्याएनौं, थिएनौं, व्यवस्था ल्याउनमा योगदान दिन त्यति योगदान दिन सकेनौं, हामी लड्न सकेनौं, हामी मर्न सकेनौं। तर म यो सदनमा बसेर प्रतिबद्धता व्यक्त गर्न चाहन्छु सभामुख महोदय, यो व्यवस्था ल्याउनका लागि हामीले आफ्नो ज्यान दिन नसक्दा पनि यो व्यवस्था जोगाउनको निमित्त ज्यान दिन तयार छौं। यसलाई तलमाथि हामी हुन दिदैनौं, यो म स्पष्ट पार्न चाहन्छु। वर्तमानमा आफ्नो राजनीतिक प्रतिबद्धतामा र सुशासनको प्रतिबद्धतामा मलाई पूर्ण रूपमा सहयोग गर्नुभएकोमा म प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिन चाहन्छु। मैले भने इतिहासमा प्रश्नहरू छन्, भविष्य मेरो चिन्ताको विषय होइन, तर वर्तमानमा सुशासनका मुद्दामा गर्न खोजिएका काममा जसरी पहिलो दिन उहाँलाई भेट्दाखेरि मैले भनेको थिएँ, तपाईँ राजनीतिको उत्तरार्धमा हुनुहुन्छ, हामी राजनीतिको सुरुवातमा छौं। यो संगमलाई वास्तवमा पुराना नेताहरूसँग बसेर हामीले काम गर्दा मात्र होइन, सँगै तस्बिर खिच्दा पनि हामीलाई हाम्रा शुभचिन्तकहरूले गाली गरिरहेका छन्। तर मुलुकलाई निकास दिने कुरामा तपाईँ प्रतिबद्ध हुनुहुन्छ कि हुँदैन? तपाईँ प्रतिबद्ध हुनुहुन्छ भने तपाईँको उत्तरार्ध राम्रो शुभारम्भले एउटा राम्रो संगम दिन सक्यो भने मुलुकमा सुशासनको एउटा नयाँ आयाम कायम हुन्छ। तपाईँ तयार हो भनेर उहाँलाई सोधेपछि उहाँ तयार हो भनिसकेपछि हामीले दलमा छलफल गरेर हामी कुरेर बसेर असल बनेर होइन, सँगै काम गरेर केही न केही योगदान दिएर अगाडि बढ्ने प्रतिबद्धताका साथ आएका थियौं। त्यो प्रतिबद्धतामा उहाँ आजका मितिसम्म कायम हुनुभएको छ। रवि लामिछाने मानव यो देशको सहकारी पीडितहरू सबैको चाहिँ रवि लामिछाने नै हो जस्तो गरिकन उहाँहरूले त्यो रवि लामिछाने जो दुई पटक यही चितवन जिल्लाबाट निर्वाचित भए अत्यधिक मतद्वारा तपाईहरूले नै भोट दिएर त्यो रवि लामिछाने सहकारी सम्बन्धी कुरा उठ्दै गर्दा कांग्रेस र एमालेका नेताले तपाईँ प्रधानमन्त्री भइदिनुहोस्, हाम्रो साथमा आउनुहोस् भनेको मैले आफ्नै आँखाले र कानले देखेको र सुनेको छु। आफ्नो पार्टीमा आइदियो भने प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने यिनीहरू अहिले मानव महान अपराधी फेला पारियो भने जस्तो गरे रविलाई कहिले मध्यरातमा आतंकित पार्दै एक ठाउँबाट अर्को सार्ने, अर्को ठाउँबाट अर्को सार्ने गरेका छन्। यसको मूल्य एमाले र कांग्रेस धेरै चर्को पर्नेछ। जब रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले न कांग्रेसको प्रधानमन्त्री स्वीकार गर्यो, न केपी ओलीले छानबिन गर्नै पर्दैन भनेको कुरालाई स्वीकार गर्यो, बरु म दोषी छु भने छानबिन होस् भनेर भन्यो, उसैलाई समातेर अहिले आतंकित पार्ने कोसिस भइरहेको छ। यो ज्यादती भयो। मैले रविको बारेमा केही छ भने मलाई भन्नुहोस् भनेर मैले तीनटै प्रहरीका प्रमुखहरूसँग सोधेको छु। अहिलेकै प्रमुखहरू थिए त्यति बेला पनि, तिनै छन् अहिले। तिनीहरूले मलाई भनेको हामीले धेरैचोटि हेर्यौं हजुर, केही छैन, रविको सहकारी सम्बन्धी ठगीमा कहीँ केही नै छँदै छैन भनेर मलाई जवाफ दिएका हुन्।